ल पहिला सुरु तिमीसँग के छ भन मसँग भेजिटेबल छ भेजिटेबल कुन थाम भेजिटेबल त भन्नु नि त कुन भनेर क्याप्सिकम क्याप्सिकम छ मसँग क्याल्कुलेटर छ क्याल्कुलेटर छ त्यसो भए थिच त थिच्ने ल थिचिरहेको छ त बटनहरू थिचिरहेको देखेनौ ल तिम्रो त्यसै भए ड्रप गर त ल झार त कस्तो साउन्ड आउँछ क्याप्सिकम भने होइन कस्तो मेटल मेटल साउन्ड आयो ल ठिकै छ ल नेक्स्ट तिम्रो क्वेसन तिमीले चाहिँ त्यो यस्तो यस्तो गर न कस्तो नङले के कटक 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 गर्छ है त्यस्तो के कटक कटक त्यो टक 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 गर त बटनमा थिच्ने हाने जस्तो के त्यो ए त्यो खोलमा ल ए तिमीले त यो तल त यस्तो आवाज आउँछ यसमा ए यहाँ गरिरह ल यो त बक्स भयो नि यहाँ हेर न सामानमा ल यसको पछाडिपट्टि गर्छु तिम्रो पालो हो ए मेरो पालो होइन तिमी क्याप्सिकम बनायो नि त अन्त एक बाइट लिऊ त कस्तो टेस्ट आउँदैछ क्याप्सिकमको आवाजले चिन्छु त म बाइटै लिएको छैन लिऊ न कराप स्याउ टोके जसरी बाइट लिऊ न कराप खोइ टोक न अलि क्याप्सिकम जस्तै आवाज आयो हाम्रो त ल तिम्रो टर्न अब म फाइनल गेस गर्नुपर्छ हैन अझै एउटा भन्न पाउँदैन अझै त्यो त एउटा क्वेशन सोध न अब लास्ट 4 5 6 प्लस 4 8 7 6 कति हुन्छ 4 5 6 प्लस 4 8 7 6 4 8 7 6 5241 ल कस्तो गरिरहेको छु त नि हो 5241 ल लास्ट एउटा सकिसक्यो नि टर्न अब कस्तो मेरो टर्न अब लास्ट सोध्ने ल त नि ल यसरी त्यो क्याप्सिकम त चिप्लो हुन्छ नि त यसरी माडेर त्यो कुरुक कुरुक आवाज निकाल्दा त खै कस्तो आउँछ कस्तो कुरुक कुरुक आवाज निकाल्ने हुन्छ र क्याप्सिकमको गोलो हुन्छ नि अलिकति हुँदैन इ सुन्यौ ल ल तिमी भन मेरो क्याल्कुलेटर हो कि होइन तिम्रो ल्यापटप हो ल्यापटप कसरी भयो क्याल्कुलेटर नै होला हो स्योर हो तिम्रो त क्याप्सिकम होइन त्यो अरू केही हो के हो यसले जप्पाए थियो हेर म म्याथमा कमजोर छ भनेर मैले हावा भन्दै हो क्या साथी तिमीले पत्ता हो होइन जस्तो लाग्यो नि म त कस्तो कराप आवाज आयो त्यो त टोकेको देखेन यहाँ त्यो त कराप त्यो क्याप्सिकम टोके जस्तो आएको थियो कि